हेलो नमस्ते सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै आरामी छौँ र आज चाहिँ हामी ट्याक्क लाएर आज मिरानीगञ्ज साइडमा चाहिँ काममा आएका थियौँ र साँझ साँझ हुन थाल्यो। भिडियो बनाउनु चाहिँ दिउँसो बिर्सेछ र दिउँसो भिडियो बनाउन बिर्स्यौँ, तर अहिले चाहिँ साँझ पखेसो भयो बनाइदिउँ भनेर आएको। अनि टक्क लाएर हामीले चाहिँ भर्खर नास्ता सास्ता खाइयो। अनि यहाँ भोक लागेर निक्लिने। अहिले चाहिँ तपाईँको हाम्रो भन्नुपर्दा ठ्याक्कै 4:30 भइसकेको रहेछ। यता टक्क काम गर्दै हुनुहुन्छ। लास्ट बोर्ड राखिदियौँ हामीले चाहिँ। अरू चाहिँ लगभग भइसक्यो भन्नुपर्ने हुन्छ। टक्क लाएर आज काटेर आजै बोर्ड राखेर टक्क लाएर यता याउँदै टाल्यो। अँधेरो छ भित्र चाहिँ अलि नै याउँदै टक्क लाएर बोर्डहरू राखेर टाल्यौँ। यहाँदेखि भोलि चाहिँ प्लस्टर सुरु हुने अरे। त्यही भएर चाहिँ आज हामीले हतारमा गरिदिउँ। त्यही पनि राम्रै उताउति टक्क लाएर बोर्डहरू सबै बोर्डसोर्ड राखेर नि भइयो भन्नुपर्ने हुन्छ। अब टक्क लाएर बोर्डहरू पनि राखेर सबै भइयो र अब चाहिँ हामीले घर गएर नुहाउनु पर्ने हुन्छ। लुक्स त अब मेरो त हेर्ने कुरै छैन। दाइ के छ अब लास्ट हो नि हाम्रो बोर्ड लास्ट अब अनि आज हामी ढिला आएर पनि यत्रो काम गऱ्यौँ भएन दाइ? हामी भनेको लास्ट यो कता कुरै नगर्नु पुरै फोहोर धुलो माटो भयो। आज गएर नुहाउनु पर्ने हुन्छ। अहिले घर गएर चाहिँ अरू ठिक छ। यहाँ चाहिँ अब आएर आज टक्क लाएरै भइयो। घाम पनि लागेन, अलि मात्र लागेको थियो दिउँसो हेर, नत्र नि लागेन। वातावरण जाए जस्तो लाग्थेन, अलिअलि मात्र लागे जस्तो भएको थियो। त्यही पनि जाडै भयो भन्नुपर्ने हुन्छ। माथिल्लो जालामा चाहिँ पर्दैन, अलिअलि पर्छ। हामीलाई काट्न